फर्किने भइन् गायिका कमला घिमिरे फेरि दोहोरी गाउन। इन्द्रेणीबाटै दोहोरी गाउने गरिन् उनले घोषणा। इन्द्रेणीबाट चाहिँ मलाई कुरा नआएको पनि होइन, म चाहिँ अलि पछि गरौँ भनेर बस्दा बस्दै जान्न पाएको। अब छिट्टै जाँदै हुनुहुन्छ? हजुर हजुर। तयारी भइसक्यो इन्द्रेणी जाने? हजुर। कृष्ण दाइले बोलाउनु भएको छ? हजुर हजुर, 1-1.5 हप्ता पछि जान्छु होला सायद। हजुर। त्यसपछि फेरि तपाईँलाई सम्भवतः यस 12को 11को इक्जाम होइन, 11को इक्जाम सकिए पश्चात तपाईँ फेरि दोहोरीमा अलि बढी देखिनुहुन्छ, किनकि त्यो बिचमा त बिदा हुन्छ। हजुर हजुर। इक्जाम चाहिँ टुक्काहरू अलिअलि भुलिँदो रहेछ। अब गाइरहेको बानी थियो पहिला चाहिँ, अनि अहिले झ्याप्प रोकेर फेरि गाउँदा चाहिँ अलिक गाह्रो हुँदो रहेछ, अलिक अड्किने त्यस्तो हुँदो रहेछ। मलाई चाहिँ यस्तो, अब मैले आफूले राम्रो गर्ने हो होइन, आफूले गरेँ भने सक्छु जस्तो लाग्छ। झ्याप्पै चिनिहाल्नुहुन्छ नि, नानी तिमी कमला घिमिरे होइन हौ, इन्द्रेणीमा देखेको तिमीलाई, त्यस्तो भन्नुहुन्छ, चिन्नुहुन्छ। हे नानी तिमी ज्ञानी छौ, सानी छौ, कति मिठो गीत गाउन जानी छौ, चिया छानेको बोलीले हँसाउन कति जानेको, हे बोलीले हँसाउन कति जानेको। अब साङ्गीतिक क्षेत्रमा त म छँदै थिएँ, पढाइ पनि राम्रै भइरहेको थियो, अनि अब केही नयाँ पनि गरौँ न त भन्ने सोच आयो। त्यसपछि मैले सोचेपछि चाहिँ मलाई जे होस् सपोर्ट गर्ने मान्छेहरू पनि हुनुभयो, अनि ल हुन्छ नि त गरौँ भनेर नै गरेको। खासमा मैले राम्रो गर्न सक्यो भने नेपालमै पनि गर्छु भन्ने सोच छ मेरो अहिले चाहिँ, किनकि अहिले अब नयाँ व्यापार पनि गरिरहेको छु मैले, अनि त्यो भएर बाहिरै जान्छु। तपाईँको मनस्थिति चेन्ज भइसक्यो यो बिचमा? हजुर, मैले पहिल्यै आएर यहाँ भनेको थिएँ पछि के हुन्छ चेन्ज हुन पनि सक्छ भनेर, त्यही अब बाहिरै जान्छु भन्ने चाहिँ छैन अहिले चाहिँ। पहिला जुन जिद्दी गर्थेँ, जबरजस्ती गर्थेँ, म बाहिरै जाने हो, खाडीमा पनि जाने हो भन्थेँ, त्यस्तो चाहिँ छैन अहिले। तपाईँको निरन्तर रहन्छ कि या सर्टेन टाइम मात्रै त्यो व्यवसाय हो? निरन्तर नै रहन्छ। अब म गर्नेछु, आफूले सकेसम्म चाहिँ म गर्नेछु, त्यसलाई पनि एउटा आफ्नो माध्यम बनाएर अगाडि लान्छु म चाहिँ। यस्तो पहिला र अहिले चाहिँ एकदम धेरै फरक लाग्छ मलाई आफूलाई नै, आफूले हेर्दा चाहिँ। पहिला अब सानी थिएँ, अहिले पनि सानी नै छु सन त, कति कुराहरू बुझ्ने थिइनँ, अहिले कति कुराहरू बुझ्नेछु। सबै खबर सबैका लागि, सस्तो, छिटो र भरपर्दो फाइबर नेट र आइपिटिभी भनेकै कमलालाई हार्दिक स्वागत छ लालीगुराँस.com लगायत सम्पूर्ण। धन्यवाद। कस्तो बित्दैछ साङ्गीतिक यात्रा, सुरुवात यहीँबाट गर्नु? साङ्गीतिक यात्रा ठिकै छ अहिलेसम्म। अब अहिले चाहिँ अलिकति ग्याप गरिरहेको छु, ग्याप बसिरहेको छु म चाहिँ। ग्याप पनि अलि धेरै भएन र कमला? धेरै नै भयो। अब 11-12 चाहिँ राम्ररी पढौँ भन्ने सोच हो मेरो चाहिँ। 11-12 राम्रो गरेपछि सङ्गीत त छँदैछ भन्ने सोचले नै हो अलि धेरै बसेको चाहिँ। तपाईँको इक्जाम पनि नजिक आएको छ होइन, यो सबभन्दा डर लाग्दो अरे अहिले 11-12। पहिला एससी डर लाग्दो हुन्थ्यो, एससी तपाईँको रिजल्ट राम्रो आइहाल्यो, 11-12को रिजल्ट चाहिँ म कस्तो ल्याउँछु जस्तो महसुस भइरहेको छ? त्यही हो, अहिले चाहिँ मैले फोकस गरिरहेको छु मेन पढाइमा चाहिँ। आशा छ राम्रो गर्नेछु, मैले राम्रो गर्छु पनि। अहिले तपाईँलाई बाटोमा हिँड्दाखेरि तपाईँ त्यही कमला घिमिरे होइन भनेर चाहिँ साथीहरूले या बाटोमा हिँडेका आमा बुवा दाजुभाइहरूले कतिको भन्छ? त्यो त एकदमै झ्याप्पै चिनिहाल्नुहुन्छ नि, नानी तिमी कमला घिमिरे होइन हौ, इन्द्रेणीमा देखेको तिमीलाई, त्यस्तो भन्नुहुन्छ, चिन्नुहुन्छ। हजुर। कतिले चाहिँ अहिले पनि इन्द्रेणीमा तपाईँको दोहोरी हेर्न चाहेका छन्। तपाईँको इन्द्रेणीमा दोहोरी किन आएन पछिल्लो समय? इन्द्रेणीमा यस्तो हो, इन्द्रेणीबाट चाहिँ मलाई कुरा नआएको पनि होइन, म चाहिँ अलि पछि गरौँ भनेर बस्दा बस्दै जान्न पाएको। अब छिट्टै जाँदै हुनुहुन्छ? हजुर हजुर। तयारी भइसक्यो इन्द्रेणी जाने? हजुर। कृष्ण दाइले बोलाउनु भएको छ? हजुर हजुर। अब 1-1.5 हप्ता पछि जान्छु होला सायद। हजुर। त्यसपछि फेरि तपाईँलाई सम्भवतः यस 12को 11को इक्जाम होइन, 11को इक्जाम सकिए पश्चात तपाईँ फेरि दोहोरीमा अलि बढी देखिनुहुन्छ, किनकि त्यो बिचमा त बिदा हुन्छ। हजुर हजुर। इक्जाम चाहिँ जेठमा हो हुन चाहिँ, तर कति ठ्याक्कै थाहा छैन। आन्दोलनले रोकेला जस्तो छ? खै अब के हुन्छ। आन्दोलनले तपाईँको कलेज चाहिँ बन्द भएको छ कि छैन अहिलेको? हाम्रो चाहिँ भएको छैन, पढाइ भइरहेछ। हजुर। कलेज चाहिँ गइरहनु? हजुर। म्याम सरहरू त यो आन्दोलनमा आउनु भएको छैन? खोइ कलेजमा देखिरहेको हुन्छु, आन्दोलनमा जानुहुन्न थाहा नै पाउँदिनँ। दोहोरीको कुरा जोडिहालौँ होइन, दोहोरी गाउन छोडे पश्चात पनि
तपाईँलाई दोहोरी त्यो मोह त घटेको छैन, शब्द टुक्काहरू चाहिँ भुलिँदो रहेछ कि रहेनछ कमला? टुक्काहरू अलिअलि भुलिँदो रहेछ। अब गाइरहेको बानी थियो पहिला चाहिँ, अनि अहिले झ्याप्प रोकेर फेरि गाउँदा चाहिँ अलिक गाह्रो हुँदो रहेछ, अलिक अड्किने त्यस्तो हुँदो रहेछ। भनेको त्यो बेला चाहिँ सजिलै थियो, बालापनको शब्द भयो, काम लाग्थ्यो। अब त तपाईँले सम्झिँदा पनि किशोर अवस्थाको शब्दहरू सम्झिनु पर्यो। एकदमै। कुनै एउटा समय त्यस्तो थियो कमलाले जुन दोहोरी गाए त्यो गीत, त्यो दोहोरी भनौँ, अझ त्यो दोहोरीको गीत पनि हिट हुन्थ्यो, करोडमा गएका गीतहरू पनि छन् होइन? त्यो समयहरू अब कमलाको फेरि आउला जस्तो लाग्छ कि लाग्दैन? मलाई चाहिँ यस्तो हो, अब मैले आफूले राम्रो गर्ने हो होइन, आफूले गरेँ भने सक्छु जस्तो लाग्छ। हजुर हजुर। पहिला त कस्तो थियो, वाउ थियो कमला होइन? अहिले पनि वाउ त हुनुहुन्छ, तर दोहोरी नगाइसकेपछि कता कता मलाई भुलेँ कि भन्ने त लाग्छ। हजुर लाग्छ। तपाईँलाई एकदमै अहिले पनि युट्युबमा गएर एकदमै सम्झिने दोहोरी चाहिँ कुन होला? दोहोरी चाहिँ मैले अमृत दाईसँगको चाहिँ एकदम धेरै सम्झिरहेको हुन्छु। जुन सुरुको आउँदा दिनदेखिको दोहोरीहरू थियो हाम्रो, एकदम धेरै सम्झिन्छु म। तपाईँले साँच्चै त्यो अमृत सापकोटाले जज गर्दाखेरि गाएको दोहोरी चाहिँ छ कि छैन अहिले युट्युबतिर खोज्दा भेटिन्छ भेटिन्न? छ, मैले मेरो फोनमा पनि छ, मैले डाउनलोड गरेर राखेको छु। छ। भनेको त्यो बेला गएको छ? हजुर। तपाईँले त्यो बेलाको कमला घिमिरे र अहिलेको कमला घिमिरेलाई दाँच्नु न, कस्तो हुनुहुन्थ्यो तपाईँ? यस्तो पहिला र अहिले चाहिँ एकदम धेरै फरक लाग्छ मलाई आफूलाई नै, आफूले हेर्दा चाहिँ। पहिला अब सानी थिएँ, अहिले पनि सानी नै छु छन त, कति कुराहरू बुझ्ने थिइनँ, अहिले कति कुराहरू बुझ्नेछु। एकजना दर्शकले चाहिँ तपाईँको फोटो राख्दै पुरानो फोटो र नयाँ फोटो, अहिलेको फोटो र पहिला एकदम सानी भएको फोटो राख्दै लेख्नु भएको थियो, त्यो फोटो एकदम भाइरल पनि भएको थियो। यिनलाई मैले 100 चोटि अनुरोध गर्दा बल्ल फोटो खिच्न पाएको थिएँ त्यो बेला, अहिले त यति ठुली भइहालिन्। यति नमान्ने थिइन् कि फोटो खिच्न भने चाहिँ भागिहाल्थिन्, मतलब रोइहाल्ने, त्यस्तो गर्थिन् भन्थे। हो कमला त्यो गर्नुहुन्थ्यो? एकदम। मलाई चाहिँ पहिला चाहिँ, अहिले त होइन, अहिले त जो आएर फोटो खिच्नुहुन्छ म एकदम आनन्दले फोटो खिचिदिन्छु। सरी, पहिला चाहिँ अब कस्तो गाह्रो लाग्ने कि के लाग्ने फोटो खिच्न भनेपछि झ्याउ लाग्ने त्यस्तो हुन्थ्यो पहिला चाहिँ। अनि फोटो खिचौँ भन्नुभयो भने भाग्थेँ, रुन्थेँ, त्यस्तो गर्थ्यो पहिला चाहिँ। त्यही हो। अहिले त्यो साथीहरू तपाईँसँग फोटो खिच्ने दाइ दिदीहरूसँग चाहिँ भेट हुन्छ कि भेट्नुहुन्न? अहिले खासै नमान्दा रिसाउनेहरू हुँदैन, खासै अहिले भएको छैन। तपाईँलाई त्यो बेलामा कतिले घमण्डी भन्थिन् होइन? म साँच्चै त्यो बेला घमण्डी रहेछु भन्ने लाग्छ कमल? त्यस्तो लाग्छ कहिलेकाहीँ। घमण्डी भन्दा पनि अब फोटो खिच्न नमान्दैमा घमण्डी भन्न त मिल्दैन है। कहिलेकाहीँ चाहिँ लाग्छ कुनै कुनै कुराहरू सम्झिँदा। हजुर। मैले यति चाहिँ नगरे भए हुन्थ्यो भन्ने लाग्छ। हजुर हजुर। अहिले त तपाईँलाई सबै कुरा थाहा छ, तैपनि अहिले यो बिचमा तपाईँले दोहोरी नगाइसकेपछि स्टेजमा पनि चढ्नु भएको छैन भनिसक्नुभयो। म +2 लाई फोकस गरिरहेको छु, किनकि तपाईँले यो देशमा बस्नै चाहनु भएको छैन नि त। +2 पछि त विदेश जान्छु भन्ने सोच बनाउनु भएको छ, त्यही भएर यति धेरै पढिरहेको? त्यो भन्दा पनि मैले राम्रो गर्न सकेँ भने नेपालमै पनि गर्छु भन्ने सोच छ मेरो अहिले चाहिँ, किनकि अहिले अब नयाँ व्यापार पनि गरिरहेको छु मैले। अनि त्यो भएर बाहिरै जान्छु। तपाईँको मनस्थिति चेन्ज भइसक्यो यो बिचमा? हजुर, मैले पहिल्यै आएर यहाँ भनेको थिएँ, पछि के हुन्छ चेन्ज हुन पनि सक्छ भनेर। त्यही अब बाहिरै जान्छु भन्ने चाहिँ छैन अहिले चाहिँ। पहिला जुन जिद्दी गर्थेँ, जबरजस्ती गर्थेँ, म बाहिरै जाने हो, खाडीमा पनि जाने हो भन्थेँ, त्यस्तो चाहिँ छैन अहिले। अब चाहिँ तपाईँको विदेश जाने मोह अलिक कम भयो, किनकि साथीभाइहरू पनि धेरै भेट्नुभयो, कलेजमा तपाईँलाई माया गर्ने शिक्षक शिक्षिकाहरू जस्तै कमला पढ्नुपर्छ, यो देशमा के गर्नुपर्छ भन्नेहरू पनि भेट्नुभयो। हजुर। व्यवसायको कुरा जोडिहालौँ है। 81 तपाईँले व्यवसायमा पनि हाम फाल्नुभयो यो 16 वर्षको उमेरमा होइन? यो कसको करकापले तपाईँले सुरु गर्नुभयो? करकाप भन्दा पनि अब साङ्गीतिक क्षेत्रमा त म छँदै थिएँ, पढाइ पनि राम्रै भइरहेको थियो। अनि अब केही नयाँ पनि गरौँ न त भन्ने सोच आयो। त्यसपछि मैले सोचेपछि चाहिँ मलाई जे होस् सपोर्ट गर्ने मान्छेहरू पनि हुनुभयो। अनि ल हुन्छ नि त गरौँ भनेर नै गरेको खासमा। कस्तो छ व्यवसाय, कोसँग व्यवसाय सुरु गर्नुभएको छ? अलि यसलाई चाहिँ विस्तृत रूपमा जोडौँ न होइन? तपाईँले भनिहाल्नुभयो कि म के गर्छु भनेर गरेँ भनेर, तपाईँ परिवारसँग सल्लाह लिनु पऱ्यो होला, आर्थिक सहायता लिनु पऱ्यो होला, के रे गर्नुभयो? सल्लाह लिएँ, बाबा मम्मीसँग, परिवार सबैसँग सल्लाह लिएँ। उहाँहरूले सल्लाह दिएर नै ल गर न त भनेर नै मैले हात हालेको हो खासमा चाहिँ। अनि त्यसपछि हाम्रो प्रमोद श्रेष्ठ दाई हुनुहुन्छ, हामी चाहिँ
जे होस् म यो क्षेत्रमा आएपछि नै हो दाइसँग चिनजान भएको चाहिँ अनि दाइसँग राम्रो सम्बन्ध भयो त्यसपछि दाइले चाहिँ मलाई जहिले पनि म तिमीलाई एक दिन राम्रो मान्छे बनाउँछु त्यस्तो यस्तो भन्नुहुन्थ्यो तपाईँसँग नि धेरै समय प्रमोद सरै भन्नुहुन्थ्यो क्या एक समय होइन तपाईँलाई पढाउनुहुन्थ्यो ट्युसन होइन हजुर हजुर जो 6-7 मा चाहिँ प्रोग्रामहरू धेरै हुन्थ्यो मेरो अनि त्यो बेलामा चाहिँ अब स्कुल जान नपाउने अनि दाइले नै बाहिर मलाई चाहिँ अब पढाउनुहुन्थ्यो अनि उहाँले पनि एकदम धेरै सम्झाउनु भयो हुन्छ नि त गरौँ न त बुनु तिमीलाई पनि राम्रो मलाई पनि राम्रो भनेर चाहिँ दुईजनाले मिलेर गरेको खासमा कति जति भयो पसल खोल्नु भएको छ 1 महिना बढी भयो होला कस्तो हुँदो रहेछ त्यो व्यवसाय चाहिँ भनौँ न कमलालाई कतिको फापेको छ जे होस् राम्रै भइरहेछ अलिकति जिम्मेवारी पनि थपिँदो रहेछ राम्रो भइरहेछ तपाईँलाई फोन आउने यो अर्डर गर्न अब ब्याग हो नि त तपाईँको त स्पेसल होइन ब्यागको लागि फोन चाहिँ कतिको आउँछ ब्यागको लागि फोनहरू आइरहेको हुन्छ मेसेजहरू आइरहेको हुन्छ म चाहिँ अब खासै पसल जाँदिनँ त्यो भएर चाहिँ दाइको नम्बर दिएको हुन्छु दाइको आइडीहरू दिएर यसमा मेसेज गर्नु भनेर भनिदिन्छु कल मेसेज आइरहेको हुन्छ अनलाइन बुकिङ बढी हुन्छ हजुर पसल चल्ने ठाउँमा पाउनुभयो कि अलि भित्र पाउनुभयो चल्ने ठाउँमा नै हो बाहिर नै छ अहिले मैले व्यवसाय चाहिँ सही समयमै गरिछु भन्ने भएको छ तपाईँ हजुर एकदमै तपाईँको निरन्तर रहन्छ कि या सर्टेन टाइम मात्र त्यो व्यवसाय हो निरन्तर नै रहन्छ अब म गर्नेछु आफूले सकेसम्म चाहिँ म गर्नेछु त्यसलाई पनि एउटा आफ्नो माध्यम बनाएर अगाडि लान्छु म चाहिँ तपाईँलाई फोन आउने होइन साथीहरू पहिलाका साथी कलाकारहरूले चाहिँ फोन गरेर मलाई नि ब्याग चाहिएको छ भनेर चाहिँ कतिको भन्नुहुन्छ त्यस्तो चाहिँ खासै छैन अहिलेसम्म मलाई चाहिँ कल गरिसक्नु भएको छैन सायद अब दाइसँग के हुन्छ त्यो त थाहा भएन अहिले जुन रूपमा तपाईँले व्यवसाय सुरु गर्नुभयो अनि बुवा मम्मीले पनि साथ दिए त भन्नुभयो तपाईँले पैसा चाहिँ कसरी म्यानेज गर्नु पैसा यस्तो थियो अब जे होस् अलिअलि सेभिङ पनि गरेर राखेको थिएँ अलिअलि खोजियो अलिअलि भएको निकालियो त्यसरी नै गरेको भनेको दोहोरी गाउँदाखेरि तपाईँको स्टेज चढ्दाखेरिको पैसाहरू व्यवसायतिर लाउनु भयो होइन हजुर घर बनाउनु पर्ने बनिहाल्यो अब बाँकी पैसा चाहिँ होइन व्यवसाय गरौँ त्यसपछि अलि पछि सहज भइसकेपछि के गर्छु भनेर सुरु गर्नुभयो हजुर पसलमा एक दिन नै बस्नु भएको छैन कि अब बस्दै हुनुहुन्छ के छ अब बस्दैछु म चाहिँ पसल खुलेदेखि 2 चोटि मात्रै गयो होला पसलमा अब चाहिँ रेगुलर बस्छु भन्ने सोच छ टाढा छ कोठा र पसल ग्वारखु हो नि टाढा छ नि म जरङखु पसल ग्वारखु सर्छु भन्ने त सोच्नु भएको छैन बसाइ किनकि स्कुल यतै होला फेरि ग्वारखु के अरे जरङखुतिरै हजुर कलेज यता छ अब त्यो भएर सर्दिन सर्न चाहिँ यतै बस्छु यतै बस्नुहुन्छ हजुर तैपनि प्रमोद दाइले भन्नुहुन्छ होला नि अब हामी दुईजना पार्टनर भएको हुनाले बहिनी यति समय चाहिँ दिनुपर्छ भनेर भन्नुभएको छैन भन्नुहुन्छ दाइले कमला व्यवसायमा चाहिँ तपाईँले जसरी हात हाल्नु भएको छ तपाईँसँग साथ दिने प्रमोद दाइले कहिलेकाहीँ पसलमा आउनु समय पसललाई नि दिनुपर्छ भनेर भन्नुहुन्छ त्यो चाहिँ भन्नुहुन्छ दाइले अब तिमी सधैँ आएर बस्नु पर्दैन म हेरिहाल्छु तर कहिलेकाहीँ आएर यसो भिडियोहरू बनाइदिने आएर बस्दिने चाहिँ गर भन्नुहुन्छ मार्केटिङ बिजनेस चाहिँ अब कमलाले हेर्ने देखियो होइन हजुर अब दोहोरीको थोरै प्रसङ्ग फेरि एकचोटि जोड्छु ल तपाईँले अब दोहोरी फेरि रिटर्नली गाउँदै हुनुहुन्छ इन्द्रणी पनि जाँदै हुनुहुन्छ त्यसपछि नेपाल रोदीघर होला सारङ्गी संसार होला जहाँ तपाईँले एकदमै धेरै दोहोरी गाउने ठाउँहरू होइन ब्याक टु ब्याक अब तपाईँको दोहोरी दर्शकहरूले हेर्नका लागि या सुन्नका लागि तपाईँलाई अप्ठ्यारो त स्वरकै थियो यो सहज भएको आवाजमा सहज भन्दा पनि लोमा गायो भने चाहिँ सहजै हुन्छ अलिकति हाईमा नजाने हो अरू त ठिकै छ भनेको लोमा चाहिँ अहिले राम्रो भएको छ हजुर भयो होइन हिजो अस्ति जुन रूपमा तपाईँलाई लोमा पनि गाउन गाह्रो हुन्थ्यो शब्द फर्काउन गाह्रो हुन्थ्यो अब त्यो छैन हजुर यो आवाज परिवर्तनको बीच सङ्घारले तपाईँलाई यति ठुलो क्षति बनाएन हजुर एकदमै तपाईँलाई लाग्छ जस्तो त्यही बेलाको कमलाको जस्तो आवाज मेरो फर्किन्छ भनेर लाग्छ डक्टरले के भन्नुभएको छ यसलाई भोकललाई फोकस गर्नु भन्नुभएको छ कि होइन भोकल कम गर्नु भन्नुभएको छ यस्तो यो टिनेज पनि भयो मेरो अनि त्यसपछि मैले सानैमा पनि धेरै चिच्चाएर गाएँ त्यो भएर नै यस्तो भएको रेस्ट गर्नुपर्छ भनेर भन्नुभएको थियो मलाई चाहिँ पहिल्यै अनि त्यही हो मासु पलाएको त हरायो घाँटीमा कति समयपछि हट्यो त्यो मासु पलाएको भन्दा पनि जे होस् जुन त्यो हाम्रो भोकल आउने हुन्छ नि त्यहाँनिर चाहिँ अलिकति फाटेको हो मासु चाहिँ पलाएको होइन अहिले ठिक छ हजुर धेरै चिच्याएर बोल्दा नि त्यो असर पर्दैन हजुर अहिले त मजाले त्यसलाई इम्प्रुभ गर्नु हजुर अहिले कहीँ भन्छन् कि ऋषि धमलाको जति चिच्याए पनि घाँटी सुक्दैन हाम्रो किन सुक्छ भनेर भन्थे कि साथीहरूले होइन यो अलि धेरै बोल्दा अलि धेरै साथीहरूसँग गफ गर्दा स्वर सुक्ने त्यस्तो चाहिँ हुन्छ कि हुँदैन घाँटी बस्ने त्यस्तो हुँदैन
त्यो पहिला हुन्थ्यो होइन हजुर पहिला चाहिँ हरायो त्यस्तो हजुर औषधिले नै इम्प्रुभ भयो होइन औषधि पनि खाएँ अनि त्यसपछि अब रेस्ट पनि लिएँ नि त मैले त्यो भएर राम्रो भयो हजुर कति समय तपाईँले भोकल रेस्ट गर्नुभयो 3 महिना 4 महिना जति गरेँ कि 3 महिना 4 महिना है यत्रो लामो समय भोकल रेस्ट गर्नुभयो अब कमलाको आवाज नै प्रिय छ दर्शकहरूले आवाजबाटै पहिचान गरेको यो क्षेत्रभित्र भनौँ न जहाँ चाहिँ तपाईँलाई गायिकाकै रूपमा चिनेको कहिलेकाहीँ मोडलको रूपमा पनि आउनुभयो कहिले अभिनय गरेर कमेडी सिरियलतिर पनि कहिले भन्छ रोदानात्मक सिरियल तैपनि दोहोरीकै अब बढी क्रेज भएको हुनाले तपाईँलाई एकदम गाउन मन लाग्ने कुनै दोहोरीको टुक्या या कुनै गीत एउटा गाइदिनुहोस् मलाई चाहिँ यो नमान लाज यसरी भन्ने गीत एकदम मन पर्न थाले साझोले यही गाउँछु है जतन गरेको दिल मेरो नटिपा यो फूल मेरो म प्रेममा डराउँछु हुने हो कि यो भूल मेरो हुने हो कि यो भूल मेरो नआऊ सामु यसरी कि झुम्छ जिन्दगी मेरो कि झुम्छ जिन्दगी मेरो नआऊ सामु यसरी धन्यवाद आधुनिकमा त कति मिठो तपाईँले मेलोडियस आवाज दिनुभयो होइन यति मिठो गाउन सक्ने भइसक्नु भएछ नि त कमला हजुर हजुर प्र्याक्टिस बढी आधुनिकतिर गएको हो तपाईँको प्र्याक्टिस भन्दा पनि अलिअलि गुनगुनाउने बानी त्यही हो अरू पनि सुनाउन आज कमलाको आवाज मैले साँच्चै पृथक सुने पहिलाभन्दा धेरै निखारिएको धेरै पाएको ओहो पहिलाभन्दा हामीले कमलालाई ठ्याक्कै पहिले जस्तै पाउन खोजेको जस्तो होइन अर्को एउटा सुनाउन न दोहोरी नै ओठैमा लाली छु काली काली हा लरी लरी लाई लाई लरी लरी लाई लरी लरी लाई लाई लरी लरी लाई अप्ठ्यारी भन्दै गरे त गाली हा रुन्छु बरिलाई लाई रुन्छु बरिलाई रुन्छु बरिलाई म त रुन्छु बरिलाई धन्यवाद रुन्छु बरिलाई तपाईँले त्यो बेला गाएको भन्दा नि मिठो गाएको छु जस्तो लाग्छ लाग्दैन त्यो त लाग्दैन हजुर हजुर त्यही मिठो लाग्छ हजुर एकदमै मैले चाहिँ अहिले केही परिमार्जित देखेँ हिजो अस्ति भन्दा चाहिँ धेरै मिठो भएछ आवाजमा कमलाको यो रेस्ट लामो समय गरेर होला तपाईँलाई खेम सेन्चुरी दाई होइन सहकार्य गरेको हिसाबले अलि म थोरै यो 2-3 मिनट लामै तपाईँसँग यो विषयमा कुराकानी हुनसक्छ होइन कस्तो लाग्छ खेम सेन्चुरीसँग कसरी भेट भएको थियो खेम सेन्चुरी दाईसँग चाहिँ जे होस् मेरो चिया छानेको गाउने गीत गाउने बेलामा नै भेट भएको हो तपाईँको जिन्दगीको पहिलो गीत नै उहाँको लयमा भएको थियो सङ्गीतमा रहेको थियो चिया छानेको गीत अनि त्यहाँबाट नै भेट भएको त्यसपछि अरू गीतहरू गरियो त्यसपछि दाई चाहिँ राम्रो लाग्न थाल्यो जब चिने दाईलाई मेरो बारेमा चाहिँ अब एकदम चिन्ता लेख्नुहुन्थ्यो यस्तो गऱ्यो भने राम्रो हुन्छ यसरी अगाडि बढ यस्तो गर्नुपर्छ भनेर सिकाउनुहुन्थ्यो एकदम धेरै राम्रो लाग्छ मलाई अहिले त नेपालको नम्बर 1 गायक भन्नुभयो तपाईँको गीत उहाँले लेख्नुहुन्थ्यो सङ्गीत गर्नुहुन्थ्यो भनौँ न त्यो बेला गीत कम गाउनुहुन्थ्यो सम्भवतः लरी लरी चाहिँ उहाँसँगै गाएको गीत भएर अलि धेरै पपुलर भयो तर अघिल्लो वर्षसम्म पनि उहाँले शब्द सङ्गीत गरेका गीतहरू मात्रै आउँथे होइन तपाईँलाई थाहा थियो नि त्यो हजुर हजुर गाएको गीत कम आउँथ्यो हजुर अहिले त उहाँको मात्र ब्याक टु ब्याक गीत आउँछ खेम सेन्चुरीको गीत सुन्ने बित्तिकै ओहो यो गीत मैले गाउन पाए हुन्थ्यो भन्ने लाग्छ त्यस्तो चाहिँ खासै हुँदैन पछिल्लो समय उहाँको एकदम मनपर्ने गीत सबै मनपर्छ दाईको त त्यो गीतको बारेमा त म केही भन्नै सक्दिनँ दाईको एकदम धेरै राम्रो लाग्छ तपाईँलाई एकदम गाउँ लाग्ने गीत कुन होला खेम सेन्चुरीको अहिलेको पछिल्लो समयको दाईको चाहिँ अरूलाई धानको पात मायालाई पानको पात एकदम धेरै मनपर्छ सुनाउनु त कमलाको आवाज ला गुलियो जेरी हौ तिमी त मेरी हौ अरूलाई धानको पात मायालाई पानको पात अरूलाई धानको पात मायालाई पानको पात धन्यवाद अरूलाई धानको पात मायालाई पानको पात तपाईँको एकदमै पपुलर भएको
यो गीत चाहिँ तपाईँले गाउनुभयो भने खेम सेन्चुरीको एकदम पपुलर भएको गीत तपाईँको पपुलर भएको गीत त खेम सेन्चुरीसँगको 3वटा लगातार भयो हजुर कि 4वटा कतिवटा हो 3वटै हो जस्तो लाग्यो मलाई होइन 30को 2वटा एउटा चिया छानेको हजुर त्यसपछि तपाईँले दाइसँग एउटा अब चाहिँ जस्तो पहिला त एकदमै बच्चाको बहिनीको मात्र गीत गाउनु भयो एउटा माया प्रेमको गीत चाहिँ खेम सेन्चुरीसँग गाउँछु भन्ने केही सोच्नु भएको छ त्यस्तो चाहिँ अहिले सोचिसकेको छैन मैले के गरी अवसर आयो कसैले ल अब कमला पनि ठुली भइन् त्यस्तो खालको गीतमा अब कमलालाई जोड्छु भनेर अवसर आयो भने गाउनुहुन्छ हजुर एकदमै त्यो सोचै छ हजुर तपाईँले कस्तो खालको गीत पाएँ भने गाउँछु जस्तो लाग्छ मलाई त अब अरूलाई धानको पात मायालाई पानको पात यस्तो टाइपको गीतहरू पायो भने चाहिँ गाउँछु हजुर स्वरले नि धान्छ जस्तो लाग्छ होइन हजुर तपाईँको स्वरलाई भ्याउने भनौँ न तपाईँलाई अझ सुहाउने गीत पनि हो त्यो चाहिँ हजुर हजुर अब चिया छानेको नि एक टुक्का खेम सेन्चुरीलाई नै सम्झेर किनकि खेम सेन्चुरीकै सङ्गीतभित्र रहेको तपाईँलाई एकदमै मनपर्ने शब्द मलाई त्यही नानी तिमी ज्ञानी छौ सानी छौ टुक्का नि मनपर्छ हे नानी तिमी ज्ञानी छौ सानी छौ कति मिठो गीत गाउन जानी छौ चिया छानेको बोलीले हँसाउन कति जानेको हे बोलीले हँसाउन कति जानेको चिया छानेको बोलीले हँसाउन कति जानेको मैले अघि पनि भने उहाँ अहिले खेम सेन्चुरी रियालिटी सोमा हुनुहुन्छ गायनको हिसाबले पनि नम्बर 1 नै हुनुहुन्छ होइन उहाँको सृजनाहरू पनि एकदम बिग छ त्यस्तो रियालिटी सो चाहिँ कतिको हेर्नुहुन्छ तपाईँ मैले हेरिरहेको हुन्छु म त त्यहीँ गएर पनि हेरेको छु त्यहीँ गएर पनि सब नेपालको हजुर गएर हेरिसक्नु सुटिङ हजुर कुन दिन थियो को हुन्छ नि कुन राउन्डमा सायद ब्याटल थियो ब्याटलकै दिन जानुभयो हजुर दाइले के भन्नुभयो दाइले अब त्यही हो के छ ठिक छ नि सबै भन्नु त्यही कुरा भयो अलिअलि स्टेजमा तपाईँको नाम लिनु भएन नै सिद्धिसकेपछि थाहा पाउनु भयो दाइ हजुर हजुर सिद्धिसकेपछि नि अब अगाडि नै चाहिँ मलाई देख्नु भएको थिएन दाइले अनि पछि चाहिँ म आफै मतलब दाइले यता मलाई देख्नुभयो अनि यस्तो गरेर बोलाउनु भयो अनि म गएँ अनि हजुर त्यसपछि निस्किनु भयो हजुर जस तपाईँले त्यो दाइको प्रगतिलाई पनि वहीँ गएर पनि हेर्नुभएछ हजुर एकदमै तपाईँ उहाँको प्रगतिप्रति चाहिँ उत्साहित हुनुहुँदो रहेछ होइन एकदम कुनै दिन त्यस्तो रियालिटी सोमा जाने सोच बनेको छ तपाईँको छैन जानुहुन्न कहिले नै किन त्यसै भनेको अहिले तत्कालै त्यो त्यति ठुलो अब प्लेटफर्मबाटै आइसक्नु भएको छ नि त सबै ठाउँबाट होइन अहिले अब त्यता जानुपर्छ भन्ने छैन होइन हजुर यो हुन्छ नि कलाकारहरूको बिहे पूजातिर चाहिँ तपाईँलाई निम्तो कतिका कमला जस्तो कलाकारहरूको चाहिँ सामान्य कार्यक्रमहरूमा पनि जानुपर्ने अवस्था हुन्छ कि कहिलेकाहीँ बिहे व्रतबन्ध पूजाहरू यस्तोमा तपाईँलाई निम्तो चाहिँ कतिको आउँछ निम्तो सबैले बोलाउनुहुन्छ भन्ने पनि छैन सबैले बोलाउनुहुन्न भन्ने पनि छैन त्यही हो कोही कलाकारहरूको विवाहहरू पर्दाखेरि चाहिँ रमाइलो पनि हुन्छ कि कतिपयले घर बसेर हेर्छन् होइन त्यो कतिको भयो अहिले पछिल्लो समय रेणुकाको विवाह पनि होइन हेरेर बस्नुभयो कि ए मैले दिदीको भिडियोहरू हेरेर हुन्छु त्यही हो कस्तो लाग्यो भेना चाहिँ राम्रो लाग्यो राम्रो हुनुहुँदो रहेछ ठिक छ दिनसँग दोहोरी गाउनु भएको थियो रेणुकासँग नै छैन सँगै चाहिँ कहिले भेटघाट भएको छ भेट चाहिँ भएको छ तर हामीले सँगै गाउने अवसर चाहिँ कहिले पनि मिलेन हजुर तपाईँलाई जस्तो रेणुकाजीलाई केही छ शुभकामना त्यही हो दिदीलाई वैवाहिक जीवनको धेरै धेरै शुभकामना भन्न चाहन्छु यति मात्रै जस तपाईँ पनि विवाह गरेर बाहिर जानु त हुन्न रेणुकाजीले जस्तै म त बच्चै छु केही सोचेकै छैन हुन्छ नि कतिपयको म बाहिरै जाने भनेर सोचिसकेपछि बिहे गरेर भए पनि जान्छु भन्ने सोचे त छैन नै त्यस्तो केही सोचेकै छैन हजुर अब थोरै पारिवारिक प्रसङ्ग जोड्छु हामीले धेरै पटकसम्म यो कुराहरूलाई ल्याइरहेकै छौँ होइन पारिवारिक कुरा अहिले भाइले चाहिँ के काम गर्नुहुन्छ तपाईँको दाइले होइन दाइ एकजना दाइ हुनुहुन्छ दुईजना दाइ कि एकजना मेरो दुईवटा हो दाइ चाहिँ दुईजना हुनुहुन्छ एकजना चाहिँ हामी नजिकै बस्छौँ जेठो दाइ र म चाहिँ सँगै त बस्दैनौँ तर नजिकै बस्छौँ दाइ ग्यारेजमा काम गर्नुहुन्छ अनि मेरो कान्छो दाइ चाहिँ अब गाडीमा हिँड्नुहुन्छ हजुर दुईजनै गाडीतिरै काम गर्नुहुँदो रहेछ हजुर हजुर तपाईँले कहिलेकाहीँ होइन अब पढ्नु पर्यो भनेर कमल तपाईँको भाइ कमललाई चाहिँ फोर्स गर्नुभएको छ कि नै फोर्स गरेको हो पहिला अब हामी दाइ चाहिँ मभन्दा 2 ब्याच अगाडि हो अनि अब एउटै स्कुलमा पढौँ छुट्टै पढौँ न त थाहा छ मलाई नि अब लाज हुन्छ दाजुबहिनीसँगै पढ्दा छुट्टै स्कुल पढौँ तपाईँ बजार पढ्नु म गाउँमा पढ्छु भनेर कुरा गरे हो
अनि होइन मलाई मनै छैन पढाइमा मैले केही सोचेकै छैन भने जस्तो कुरा गरेपछि ल हुन्छ नि त अब भनेर नै छोडेको। त्यसपछि गाडी तर्फै लागे गाडी किन्नु पर्यो भनेर चाहिँ बहिनी म गाडी किन्नु पर्यो यताउता पैसा खोजेर लिए भनेर चाहिँ भन्ने छैन त्यस्तो त भन्नुहुन्न। हजुर दाइ बुझ्ने हुनुहुन्छ। हजुर दाइले नै अहिले घर व्यवहारलाई सहज भएको छ कि उनले कमाएको पैसाले घर विवाहलाई भन्दा पनि दाइले चाहिँ आफ्नो लागि गरिरहनु भएको छ। अहिले चाहिँ अब परिवारलाई त मैले नै गरिरहेको छु। दाइले चाहिँ आफूलाई खाना लाउन चाहिँ आफै गर्नुभएको छ, हामीले हेर्नु परेको छैन। त्यही ठुलो कुरा। हजुर अनि कति दाइले चाहिँ कतिले चिन्छन् नि कमलाको दाइ हो त्यो त खोइ मन खासै थाहा नै पाउँदिनँ। पहिला सानो हुँदा दोहोरी गा देखेको थिएँ मैले इन्द्रेणीमै होइन तपाईँभन्दा अलिक ठुलो मात्रै देखिन्छ सायद उस्तै उस्तै लाग्छ मलाई चाहिँ अलिकति मात्र। तर अहिले चाहिँ दाइ धेरै चेन्ज हुनुभयो, त्यो भएर पहिला र अहिले देख्दा चाहिँ ठ्याक्कै छुटाउन सकिँदैन। अहिले कस्तो छ स्वर दाइको? राम्रो छ। गाउन फोर्स गर्नुहुन्न कहिले काहीँ? मान्नुहुन्न। हजुर किन होला किन कि त्यस्तो लाग्छ? खै अब म गाउँदिनँ भन्नुहुन्छ, स्वर मेरोभन्दा राम्रो छ, गाउने क्षमता राम्रो छ। तर पनि कस्तो मजाले फर्काउनु भएको थियो कोसँग गाउनु भएको थियो? आयुषासँग होइन रविना बहिनी रविना बसेलसँग। हजुर हजुर कस्तो राम्रो दोहोरी गाउनु भएको थियो नि एकदमै। अहिले चाहिँ टोटल्ली दोहोरी सोहोरी केही कतै हुन्छ नि कहीँ कतै गाउनु गाडीमा हिँड्दा चाहिँ गुनगुनाउने होला। खै हो के गर्नुहुन्छ। तपाईँले जो फोर्स चाहिँ गर्नु भएको रहेछ। हजुर भनेको हो, मम्मीले पनि भन्नुहुन्थ्यो, बाबाले पनि अब दाजु बहिनी सँगै हुन्छ गाए हुन्छ भन्दा अब होइन मलाई मनै छैन भनेपछि अब जबरजस्ती गर्नु पनि मिलेन भनेर छोडेको। तपाईँलाई नि एक समय त मनै नभएको पनि हो नि त गीत गाउनु। गाउन नपाए त जिन्दगी कति खुसी हुन्छ भन्नुहुन्थ्यो कि सानो बच्चामा पनि। हजुर हजुर भन्थे एकदम धेरै जति बेला नि गाउन लागेकोलाई गर्दाखेरि ए भगवान् मैले गीत गाउन नपाएको दिन कति चाहिँ फुर्सदिलो दिन हुन्थ्यो होला भन्ने पनि तपाईँको रहेन थियो त्यस्तो दिनहरू। अब अबुझ थिएँ, सबै कुराहरू बुझ्ने थिएन, त्यो भएर त्यस्तो भन्थे। तर अहिले त म गाउँछु, किन नगाउने होइन, गाउँछु। तपाईँले स्टेजतिर कार्यक्रमहरूमा चाहिँ अहिले भन्छ नि निम्तो आएको छ कि छैन कि तपाईँकै कारणले अझै पनि रोकिरहेको? निम्तो नआएको होइन, आएको हो। अब पढाइलाई नै फोकस गर्छु अहिले म, पछि गर्दै गरौँला भनेर नै बसेको। पढाइकै कारणले? हजुर। अब हामी यत्रो कुरा गरिहाल्यौँ, थोरै पढाइ पश्चात तपाईँले नयाँ काम पनि व्यवसाय पनि थाल्नुभयो, यही बिचमा गाडी सिकिरहेको हो कि या गाडी किनिरहेको? यो भिडियो एकदमै धेरै भाइरल भइरहेको छ तपाईँको टिकटकमा होइन। यो गाडी किनेर कमला हिँड्न थालिन्छन्, ए धनी भइछन् भन्ने पनि धेरै हुनुहुन्छ, आफैले चलाएर हिँडिरहेको भएर। यस्तो हो, गाडी चाहिँ किनेको होइन, तर त्यो गाडी मेरो लागि चाहिँ आफ्नै गाडी हो भन्दा पनि फरक पर्दैन। अङ्कल हुनुहुन्छ मेरो चाहिँ सदेव श्रेष्ठ, उहाँ सायद उहाँहरूले पनि दर्शकहरूले पनि सायद याद गर्नुभएको भनेको हाम्रो दुर्गेश थापाको गीतमा दुश्मन हेरेको हेरेमा खेल्ने भिलेन होइन? हजुर हजुर सदेव श्रेष्ठ हजुर हो कि अरू फरक हो? उहाँ नै हो। हजुर अङ्कलले चाहिँ जे होस् छोरी नै भन्नुहुन्छ। त्यसपछि अब गाडीहरू सिकाउनेदेखि लिएर स्कुटर बाइक सबै सिकाउनु भयो अङ्कलले चाहिँ। अनि अहिले चाहिँ प्रायः जस्तो म एक्लै भन्दा पनि अङ्कलसँग नै बसिरहेको हुन्छु, अङ्कल आन्टीसँग नै हुन्छु म चाहिँ। त्यही हो, गाडी किनिसकेको छैन, तर आफ्नै गाडी हो भन्दा पनि फरक पर्दैन। गाडी चाहिँ तिमीलाई हो त भन्नुभएको छ? होइन यस्तो भन्नुहुन्छ, अब अहिले त लाइसेन्स छैन मेरो। अनि अब दार्जिलिङ जाऊ लाइसेन्स बनाएर आऊ, त्यसपछि तिमीलाई जहाँ जान मन लाग्छ गाडी लिएर जाऊ, स्कुटर लिएर जाऊ भन्नुहुन्छ अङ्कलले। एकदम धेरै सपोर्ट गर्नुहुन्छ। तपाईँले आफैले गाडी चलाएर चाहिँ जहाँ जाँदा नि हुन्छ भनेर उहाँले दिनुभएको छ? अहिले त्यति बाहिर चाहिँ जान दिनुहुन्न अङ्कलले। अनि अब हाम्रो त्यही तारकेश्वर एरियामा चाहिँ ल जाउँ त नि, उता गएर आउनु त, यता गएर आउन त भनेर चाहिँ गाडी दिइरहनु भएको हुन्छ। बाइक त होइन स्कुटरहरू दिइरहनु भएको हुन्छ। हजुर। तपाईँलाई सहज चाहिँ भएको रहेछ एकदम धेरै। उहाँहरूसँग भेट भइसकेपछि चाहिँ मलाई बाबा मम्मीको त्यो कमी महसुस भएन एकदम। काठमाडौँको लागि तपाईँलाई कर्म दिने बा आमा जस्तै हुनुभयो? एकदमै। मैले चाहिँ सोचेकै थिइनँ जे यो ठाउँमा आएर यो बिरानो ठाउँमा सबै मान्छे स्वार्थी हुन्छन् भन्ने सोच थियो मेरो चाहिँ। तर मैले जब अङ्कल आन्टीलाई भेटेँ म गलत रहेछु भन्ने फिल भयो मलाई चाहिँ। अहिले सबै कुराहरूमा जस्तो तपाईँले अघि भनिहाल्नुभयो खर्च व्यवस्थापन पनि गाह्रै छ न त, तपाईँले दोहोरी गाउनु भएको छैन, यो तपाईँको काँधमा भरिएको भनौँ न यो भारी हो। र पनि अङ्कल आन्टीसँगको भेटले तपाईँलाई स्कुल पढ्न पनि सहज भएको? स्कुल त मलाई कलेजबाट नै भइरहेछ, फ्री भइरहेछ, फ्रीमै पढिरहेछु म। तर बाहिरी कुराहरूमा अब झ्याप्प अप्ठ्यारो चाहिँ
परेको छैन अहिले चाहिँ अङ्कल आन्टी हुनुहुन्छ नि त त्यो भएर अब ब्याग पसल गर्ने बेलामा पनि अङ्कल आन्टीसँग राम्रोसँग सल्लाह लिएँ मैले के गर्ने अङ्कल कसो गर्ने भन्दाखेरि हुन्छ गर भन्ने यस्तो कुरा गर्नुभयो अनि फेरि अङ्कलले चाहिँ अब हाम्रो लागि भनेर म र नवीनालाई पनि जस आफ्नै छोरी जस्तो गर्नुहुन्छ छोरी नै भन्नुहुन्छ अङ्कलको आफ्नै छोरी 2 जना तर 4 जना छोरी हो मेरो भन्नुहुन्छ अनि जस 2 जनाको लागि चाहिँ स्पेशल छुट्टै म अब डान्स एकाडेमी खोलिदिन्छु भन्ने कुरा गर्दै हुनुहुन्छ अङ्कलले एकदम धेरै सपोर्टिभ सबै कुरामा चाहिँ सपोर्ट गर्नुहुन्छ भनेको तपाईको अब डान्स एकाडेमी भयो भने सिकाउनुहुन्छ अरूलाई हजुर फर्स्टमा चाहिँ तिमी आफै सिक म टिचर राखिदिन्छु पहिला आफू सिक अनि त्यसपछि बल्ल अरूलाई सिकाउने भन्ने यस्तो कुरा भइरहेछ मलाई अभिनयतिर चाहिँ कतिको रुचि छ अहिले एकदमै अभिनय त एकदम धेरै मनपर्छ रुचि छ गायन नभएन अभिनय गर्छु भन्ने हो तपाईँ हजुर तपाईँले खेलेको एकदमै हिट भएको गीत कुन थियो पछिल्लो समय अहिले चाहिँ माया नै माया छ हाम्रो मान्छेलाई भन्ने गीत आएको छ बजारमा मेरो भर्खरै जुन हाम्रो अमृत दाइले गाउनु भएको छ मिलना राई दिदीले गाउनु भएको छ हजुर भर्खरै बजारमा आएको छ माया कति समय भयो 2 हप्ता 2-3 हप्ता भयो कि हजुर त्यो गीत एकदमै हिट भयो हैन जे होस् राम्रो भइरहेछ राम्रै गइरहेछ चलिरहेछ अमृत सापकोटाकै युट्युब च्यानलबाट हैन विशाल इन्टरटेनमेन्टबाट आएको छ अनि अहिले जस्तो त त्यो नयाँ गीतको कुरा जोडिहाल्नु भयो विशालसँग नै तपाईँको 2वटा एकदमै हिट गीतहरू आए हैन विशाल इन्टरटेनमेन्टमा ए हजुर हजुर एउटा धनगढीको बसमा हजुर अर्को सुनेको औँठी सुनेको हजुर धनगढीको बसमा सुन न कति बेला भेटम झै भाछ नि के ल्याउन भनी छु थाहा छ नि धनगढीको बसमा हे आउँदा मलाई ल्याइदिनु चट्ट कालो चस्मा हे आउँदा मलाई ल्याइदिनु चट्ट कालो चस्मा त्यसपछिको तपाईँले अघि अर्को पनि एकदमै हिट भएको गीत सायद स्कुलकै कुराहरू थियो त्यो होइन कुन औठी सुनेकोमा हजुर हे यस्तै रहेछ रमाएर कमाइ हिँड्न पाइछु हजुरको हात समाई औठी सुनाइको म त सधैँ ऋणी छु तिम्रो गुनाइको हे म त सधैँ ऋणी छु तिम्रो गुनाइको म त सधैँ ऋणी छु तिम्रै गुनाइको यो गीत पनि तपाईँलाई चिनाउने गीत भइदियो होइन 2 गीतले त्यो बेलामा करोड भन्ने पनि धेरै गीतहरू थिएनन् होइन र पनि तपाईँको गीतहरू चाहिँ हप्ता नपुग्दै करोडमा जान्थ्यो हजुर हजुर करोडमा जानु भनेको चाहिँ एकदम कठिन हुन्थ्यो तर कमलाको गीतहरू छिटो करोडमा जानुको कारण चाहिँ के लाग्थ्यो कमला त्यति बेला एकदम धेरैले माया गर्नुहुन्थ्यो क्रेज राम्रो थियो त्यो भएर पनि हो जस्तो लाग्छ मलाई भनेको यो क्रेजसँगै जोडिनु रहेछ हजुर अहिले चाहिँ क्रेज घटेको जस्तो लाग्छ लाग्दैन अब लाइभ दोरी पनि अगाएको त मैले मेरो टिकटकहरूदेखि लिएर अब पेजमा भिडियोहरू त आइरहेको हुन्छ त्यहाँबाट नै थाहा भइहाल्छ क्रेज त अब के भनेर त्यो तपाईँको लागि चाहिँ निरन्तरता छँदैछ होइन लाइभ दोहोरीमा तपाईँको जस्तो शब्दको कुरा जहिले पनि जोडिन्छ कमलाले चाहिँ रुने गीतहरू पनि एकदमै टिपिकल तरिकाले गाउँछिन् हँसाउने गीतहरूमा पनि उनको त्यस्तै खुबी छ भन्छन् होइन त्यो लाइभ दोहोरीका कारण पनि तपाईँलाई धेरैले चिनेको भएर लाइभ दोहोरी अहिले पनि राम्रो छ जस्तो लाग्छ व्यवस्थापन हुन्छ नि बजारमा राम्रो छ लाइभ दोहोरीको भविष्य देख्नु भएको छ लाइभ दोहोरी अहिलेको समयमा चाहिँ एकदम धेरै गाह्रो छ लाइभ दोहोरी गर्नेलाई चाहिँ अब अरू कुराहरू आइरहेछ नि त अहिले बजारमा अब के भन्ने यताउता अब अरू कुराहरूले नै भरिरहेछ त्यो भएर लाइभ दोहोरी जान चाहिँ गाह्रो छ अहिले त्यही भएर नि तपाईँले लाइभ दोहोरी कम गरे हो कि जस्तो लाग्छ हजुर 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 एउटा त्यस्तो समय थियो कमला घिमिरे को नाम मात्र राखे नि या फोटो मात्र ट्याक्क राखे पनि या सम्मान गरेको कुरा मात्रै गीतमा जोडिए पनि भिडियो चल्थ्यो दोहोरी चल्थ्यो होइन अब त्यो माहौल कम हुँदै गयो अहिले खासमा दोहोरीहरू हुन्छ नि प्रत्यक्ष रूपमा दर्शकले कम हेर्नुको कारण के हो जस्तो लाग्छ मलाई चाहिँ यस्तो लाग्छ अब अहिले छाडा गीतहरू आउन थाल्यो बजारमा त्यसपछि एउटै गीत चाहिँ धेरै ठाउँमा गुनगुनिन थाल्यो सायद त्यही हो जस्तो लाग्छ एउटै कलाकार धेरै ठाउँ बाँडिने हजुर तपाईलाई पनि यो कमजोरी मेरो पनि हो जस्तो लाग्छ कहिलेकाहीँ लाग्छ अब म पनि अब धेरै ठाउँमा गएको छु धेरै दोहोरीहरू गाइसकेको छु मैले मलाई पनि लाग्छ गर्नु भएको छ अहिलेसम्म कति पुगेछ तपाईँले गाएको लाइभ दोहोरी
गना छैन त्यो त 1000 त अलिक पुगेन कि त्यसको आसपासमा भनौँ न 500 माथि चाहिँ तपाईँले 1 वर्षमा दोहोरी गाउनु भएको हजुर हजुर त्यो त एकदम सङ्ख्यात्मक रूपमा पनि धेरै हो एक दिनमा कतिवटासम्म दोहोरी गाउनु भएको छ मैले एक दिनमा 9 वटा गाएको छु 9 वटासम्म एक दिनमा 9 वटा भनेको कति कमाउनु भएको थियो होला त्यो दिन होइन त्यो त उल्टै खर्च भयो नि आफ्नै लागि गरेको थिएँ आफ्नै च्यानलको लागि तर कमाइ भयो होला नि त पछि यस्तो मेरो चाहिँ 9 वटा खिचेको 2 वटा भिडियो चाहिँ आयो अनि 7 वटा त उड्यो के भएको त्यो युट्युब नै उड्यो होइन होइन त्यो भिडियो अपलोड गरेकै थिएन कसरी उड्यो के भयो त्यो थाहा नै भएन त्यसपछि तपाईँले दोहोरीमा चासो कम राख्नु भएको सायद यो कारणले नै हो हजुर एकदमै आफ्नो गरेको मेहनत गयो त्यो दिन अब त्यत्रो दुःख गरेर 9 वटा दोहोरी गाइयो सबै कुराहरू म्यानेज गरेर अब गरियो लास्टमा 2टा भन्दा बढी हाल्नै पाइएन उड्यो नि त त्यो भएर चाहिँ अब चाहिँ सक्दिनँ जस्तो फिल भएको थियो मलाई हजुर कारण त बल्ल बल्ल किन दोहोरी छोडे भनेर यता यता घुमेर आइरहेको छ हजुर अनि तपाईँले त्यसपछि दोहोरी जेरो जस्तै गर्नु हजुर आउँदै आएन नि अहिले बुवा मम्मीसँग चाहिँ दोहोरीको विषयमा कुरा हुन्छ कि हुँदैन के भन्नुहुन्छ गा भन्नुहुन्छ कि होइन नगा भन्नुहुन्छ कि या के छ बा मम्मीले चाहिँ यस्तो भन्नुहुन्छ अब आएको कामहरूलाई चाहिँ नछोड अनि त्यही हो राम्रो गर पसलमा पनि ध्यान देऊ पढाइमा ध्यान देऊ आएको कामहरूलाई चाहिँ नछोड भन्ने जस्तो कुरा गर्नुहुन्छ भनेको जस दोहोरी त गाउनुपर्छ भन्ने नै उहाँहरूको पर्छ हजुर अहिले उहाँहरूलाई चाहिँ कतिको सहज छ तपाईँले नै म्यानेज गरिरहनु भएको छ खर्च कि या बुवा मम्मीले नै खेती किसानीबाट म्यानेज गर्नु भएको छ उहाँहरूलाई अहिले घरमा ठिक छ मैले यताबाट पनि हेरिरहेको छु उताबाट सक्ने उतैबाट गरिरहनु भएको छ सिरियलहरू पनि खेल्नु भएको छैन केही पनि गरिरहनु भएको छैन काम पनि कम गर्नु भएको छ कसरी पठाउनु त खर्च अब यस्तो मेरो पसलबाट पनि भइरहेछ राम्रो भइरहेछ अनि अब टिकटकतिरबाट अलिअलि टिकटकबाट नि कमाइ हुन्छ हजुर भनेपछि हामीले अब तपाईँको त्यो टिकटकको कमाइ बाँड्न पाउने भयो ओके अब अन्तिममा होइन तपाईँले अहिले तपाईँको लागि साथ दिने अङ्कल हुनुहुन्छ होइन जसको कारण तपाईँ आफैले भनिसक्नु मलाई अब काठमाडौँ बस्नु चाहिँ सहज भएको छ भन्नुभएको छ होइन उहाँहरूलाई के भन्नुहुन्छ अङ्कल आन्टीलाई चाहिँ म एकदम धेरै धेरै धन्यवाद भन्न चाहन्छु म चाहिँ जे होस् एकदम एक्लो महसुस गर्थेँ आफूलाई बाबा मम्मी हुनुहुन्न साथमा एक्लै छु त्यस्तो महसुस हुन्थ्यो मलाई चाहिँ तर अहिले त्यो छैन बाबा मम्मीसँगै भए जस्तो फिल हुन्छ मलाई चाहिँ उहाँहरूसँग त्यो भएर अङ्कल आन्टीलाई एकदम धेरै धेरै माया छ मेरो लागि जति जे गर्नु भइरहेछ अहिलेसम्म जे गर्नुभयो एकदम धेरै धेरै धन्यवाद भन्न चाहन्छु र म पनि अङ्कल आन्टीलाई चाहिँ मेरो तर्फबाट मैले सक्ने गर्नेछु एकदम असल छोरी बन्नेछु भन्न चाहन्छु अङ्कल आन्टीलाई चाहिँ त्यति भन्नुहुन्छ हजुर यो महत्त्वपूर्ण समय दिनुभयो कमलालाई अब व्यावसायिक रूपमा पनि पूर्ण सफलताको धेरै धेरै शुभकामना साङ्गीतिक यात्रा त राम्रो भइरहेछ सबैले गर्व गर्ने ठाउँमा तपाईँ हुनुहुन्छ नै यसलाई नछोड्नु होला होइन यो निरन्तर हामीले देख्न पाऊँ यही भन्छौँ तपाईँले धेरै धेरै हस् धन्यवाद